कतापट्टि के छ थाहा नै छैन क्या। सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज चाहिँ के को बारेमा भिडियो बनाउन गइरहेको छु भने चाहिँ यहाँ देखिसक्नु होला आल छ, पानीको आल। यस्तो पानीको आलमा चाहिँ कसरी हामीले बाइक चलाउन सकिन्छ, कसरी चाहिँ हामीले यस्तो पानीको आलमा चाहिँ बाइक तार्न सकिन्छ भन्ने भिडियो आज मैले बनाउन गइरहेको छु। र म बाइक स्टार्ट गरेँ त, बाइक स्टार्ट गरेँ र यस्तोमा चाहिँ कसरी जानुपर्छ भने एकैचोटि झम्मा हाल्नु हुँदैन हो। यस्तोमा चाहिँ बाइक तपाईँ भर्खरै बाइक सिकिराख्नु भएको छ भने यस्तोमा चाहिँ झम्मै बाइक हाल्नु हुँदैन, किनकि कति गइरहेछ हामीलाई त्यो कुरा पनि थाहा छैन हो। अब म पहिलोपटक यो बाटो हिँड्दैछु भने त मलाई यहाँ कति हो के हो थाहा छैन नि त। त्यो मैले एकदम विचार गरेर हाल्नुपर्छ। कसरी हाल्नुपर्छ भने म देखाउँदैछु ल, भिडियो स्किप नगरिकन हेरिदिनु होला है त ल। म सरर जाँदैछु हो। अब यहाँ यस्तरी बिस्तारै हाल्ने, कतापट्टि के छ थाहा नै छैन क्या। यस्तरी आनन्दले हाल्ने हो, बिस्तारै बिस्तारै हाल्ने। यसरी म हो, म यसरी तरेँ ल, देख्न सक्नुहुन्छ म आनन्दले तरेँ हो। आनन्दले तरेँ नि त म। यसरी चाहिँ हामीले बाइक तार्न सकिन्छ साथी हो।